बहिनीहरू सबैलाई मेरो गुड मर्निङ भन्न चाहन्छु है। मेरो नाम चाहिँ गुलराज चेपाङ, म चाहिँ चितवनबाट आएको है। चितवन मेरो घरस्थान चाहिँ मेरो चितवन कालिका नगरपालिका वडा नम्बर 10 पर्छ है। त्यहाँबाट चाहिँ हाम्रो चाहिँ एउटा के छ भने हाम्रो एउटा विषय हाम्रो फ्याकल्टी अनुसार चाहिँ हामी यता आएका छौँ है। मेरो पढाइ स्टडी चाहिँ लगभग एजुकेसन लेभल चाहिँ हाम्रो चाहिँ +2 सरकारी ब्याचलर सेकेन्ड इयरमा छौँ है। यसको अलावा चाहिँ हामी चाहिँ के गर्दैछौँ भने यसमा चाहिँ हाम्रो चाहिँ एउटा प्रोडक्ट हुन्छ र त्यो प्रोडक्टले चाहिँ आज हामी के छ यसको चाहिँ बिजनेसको स्किल सिक्दैछौँ है। बिजनेस यसको साथसाथै एउटा यो माध्यममा चाहिँ के गर्दैछौँ भन्दा चाहिँ हामी चाहिँ बिजनेस स्किल सिकेर कम्युनिकेसन स्किल चाहिँ सिक्दैछौँ है। सबैभन्दा सर्वप्रथम हामी चाहिँ बिजनेस गर्न चाहिँ कस्तो स्किल चाहिन्छ, बिजनेस गर्न चाहिँ कस्तो कुरा चाहिँ गर्नुपर्दो रहेछ भने चाहिँ हामी त्यसको लागि चाहिँ हामी चाहिँ ट्रेनिङमा छौँ है। र ट्रेनिङमा चाहिँ सुरुमा चाहिँ हामी चाहिँ अब कतिपय मान्छेहरूसँग कसरी डिल गर्ने है, कतिपय मान्छेहरूसँग कसरी बोल्ने होइन, कसरी चाहिँ अब मेन्टेन गर्ने, कस्तो कस्टमरसँग कसरी ह्यान्डल गर्ने भन्ने कुरा चाहिँ हामी धेरै सिकिन्छ है। हाम्रो फिल्डमा कस्टमरहरूको 3 टाइप्स हुन्छ। डिआर 3 टाइप्स कस्टमर हुन्छ, नो कस्टमर, नेगेटिभ कस्टमर, पोजिटिभ कस्टमर हुन्छन् है। यो कस्टमरहरू चाहिँ चिन्नु पर्यो है। नो कस्टमर डाइरेक्टली तपाईँसँग नो कस्टमर हुन्छ, तपाईँसँग बोल्न चाहदैन के। जो कोही मान्छेहरू सुन्नुहोस् न भनेर पनि म सुन्दिनँ, म तपाईँको बुझ्न चाहन्न भनेर त्यस्तो कस्टमर हुन्छ। त्यो नो कस्टमरसँग चाहिँ हामी चाहिँ कसरी चाहिँ ह्यान्डल गर्ने भन्ने कुरा हुन्छन् भने अर्को दोस्रो नम्बर चाहिँ के कस्टमर हुन्छ, नेगेटिभ कस्टमर हुन्छ है। नेगेटिभ कस्टमर हुन्छ, कस्तो कस्टमर हुन्छ भन्दाखेरि तपाईँको कुरा सुन्न चाहनुहुन्छ, तपाईँको कुरा चाहिँ बुझ्न चाहनुहुन्छ, तर पनि हाम्रो सामान हाम्रो जुन दिनु खोज्ने सामान चाहिँ उहाँ कसैले एक्सेप्ट गर्नुहुन्न क्या। हाम्रो कुरा एक्सेप्ट नगरेपछि हामीलाई अलिक गाह्रो हुन्छ है। त्यो नेगेटिभ कस्टमर चाहिँ पोजिटिभ कस्टमर कसरी बनाउने त भन्दाखेरि हरेक कस्टमरको हरेक मान्छेको चाहिँ कस्टमरको माइन्डसँग हामी खेलवाड गर्नुपर्छ है। उहाँसँग कसरी कुराकानी हुन्छ, उसको मन कसरी जित्ने त है। सर्वप्रथम तपाईँको सामान लिनलाई सर्वप्रथम तपाईँको सामान उसलाई मन पराउनु त तपाईँको कुराकानीबाट मन पराउने हो होइन। त्यो कस्टमरलाई नेगेटिभलाई कसरी पोजिटिभ बनाउने भन्ने कुरा चाहिँ धेरै हामी फोकस गर्नुपर्छ है। कसरी गराइन्छ त भन्दाखेरि चाहिँ हाम्रो सामानको यदि सामान राम्रो होस् या नराम्रो होस्, तर हाम्रो सामानको चाहिँ एकदमै धेरै एभाइलेबलको कुरा एकदमै कुराकानी गर्नुपर्छ क्या है। यो चाहे राम्रो होस् चाहे नराम्रो होस्, हाम्रो सामानलाई आफूले एकदमै के भन्नु माया गर्नुपर्छ क्या है। किनभने यो सामान आफ्नो सामान हो नि त होइन। तपाईँले त यहाँ यो सामान एकअर्कालाई दिनु परेको छ होइन, तपाईँले त्यो सामान अरूलाई दिनु परेको छ, उसको हातमा थमाउनु परेको छ होइन। त्यो उदाहरणले कसरी कुरा गर्नुहुन्छ, तपाईँले चाहिँ कसरी चाहिँ मलाई दिनु सक्नुहुन्छ त, तपाईँको कुरा कसरी एक्सेप्ट गर्नु सक्नुहुन्छ त भने चाहिँ हाम्रो मार्केटिङ ट्रेनिङ भनेको यस्तो ट्रेनिङ हो कि जहाँ जुनै पनि क्षेत्रमा हाम्रो सामानलाई कसरी हातमा थमाउने र कसरी चाहिँ उहाँलाई चाहिँ हामीले बिलिभ गराउने के है, त्योतिर राख्नुपर्छ हामी चाहिँ होइन। यो हाम्रो मार्केटिङ हामीले बिजनेस गर्दैछौँ होइन, र हाम्रो बिजनेसको बारेमा सिक्छौँ होइन। हामी म्यानेजमेन्ट पढ्छौँ, बिजनेस पढ्छौँ भन्छौँ नि होइन। तर पनि हाम्रो के भन्छ भने क्लासमा स्कुलमा हाम्रो थ्योरिकल मात्रै हुन्छ, तर पनि प्र्याक्टिकल कुनै पनि कुराहरू हुँदैन। लेखेको भरमा त्यो कोरेको भरमा हामी सिकिँदैनौँ। सर्वप्रथम हामी किन चाहिँ अब हामी स्कुलमा नै बसेर लेखेर पनि कोरेर पनि पढिन्थ्यो है। स्कुलमा बसेर पनि त हामी त अब थ्योरिकल पनि सिकिन्थ्यौँ, त्यो कन्ठ गर्छौँ है। आज कन्ठ गर्छौँ, भोलि कन्ठ गर्छौँ, कतिपय हामी सानै लेभलदेखि नै ठुलो लेभलसम्म +2सम्म हामी त त्यसै थ्योरिकली पढेर आयौँ होइन। सर म्यामहरूले जस्तै दिनुभयो, देखाउनु भयो, पढाउनु भयो होइन। त्यो त के भन्दा हामी त्यो कन्ठ गरेछौँ, हाम्रो माइन्डमा कन्ठ लिन्छौँ, तर पनि त्यो कुरा निकालेर एकअर्का बिचमा चाहिँ हामी के हुन्छ कुराकानी गर्नै सक्दैनौँ है। तपाईँको एउटा सामानको बारेमा यसको बारेमा ब्रिफिङ गरौँ त, यसको बारेमा बुझाउँ त भन्दाखेरि हामी के गर्छौँ त्यसको बारेमा बुझाउनै सक्दैनौँ है। त्यसले गर्दाखेरि चाहिँ हाम्रो बिजनेस सिक्नलाई चाहिँ सर्वप्रथम हामी चाहिँ एकअर्कासँग बोल्न सिक्नुपर्छ है। कहिले पनि मञ्चहरूमा उभेर होइन आफ्नो तर्क दिँदै गर्दाखेरि होइन कुनै पनि ठाउँमा हामीलाई अप्ठ्यारो राखेको हुँदैन। कोही भाइ बहिनीहरू जस्तो पोकेट कराउन भाग लिँदाखेरि होइन त्यसमा भाग लिन खोज्दाखेरि कसैले पनि हिम्मत गर्दैन कि म उभेर चाहिँ बोल्न सक्छु भनेर। किनभने हामीसँग त्यो जुन हुन्छ नि हाम्रो भित्रको मोटिभेसन हुन्छ नि, मोटिभेसन एकदमै हामीलाई आवश्यकता हुन्छ है। मोटिभेसन छ भने तपाईँ भित्रमा खुबी छ भने, दम छ भने त्यहाँ हामी एकअर्का बिचमा पनि उभेर बोल्न सकिन्छ है। कोही साथीहरू ट्याक्क गरेर बस्नुहुन्छ, ट्याक्क गरेर उभिनुहुन्छ, राम्रोसँग इन्ट्रोडक्सन दिनुहुन्छ, राम्रोसँग बोल्नुहुन्छ होइन। तर पनि त्यो साथी जति म किन बोल्न सक्दिनँ होला भनेर हामी पछि फुस्साएर बस्छौँ। किन भन्दाखेरि हामी हिम्मत राख्नुपर्छ क्या है। त्यही गरेर चाहिँ हाम्रो चाहिँ एउटा बिजनेस सिक्नलाई चाहिँ कुनै कसैसँग चाहिँ रिस दाह गरेर चाहिँ गर्नु मिल्दैन है। हजुरको कुरा जस्तो मैले भने नि देयर आर 3 टाइप्स कस्टमर हुन्छ भनेर, 3 प्रकारको कस्टमर हुन्छ भनेर सुनाएँ नि होइन। तर पनि नो कस्टमरलाई तपाईँको कुरालाई इग्नोर गरिदिन्छ, तपाईँलाई जस्तै अब उडाइदिनुहुन्छ, तपाईँलाई त्यसले उडाइदिनुहुन्छ, ए भाइ यो भाइ यस्तो गर्नुहुन्छ, यस्तो काम गर्नुहुन्छ भन्नुहुन्छ नि। त्यो टाइममा हामीले कहिले पनि आफूलाई मोटिभेसन डाउन पार्नु भएन। ए उहाँले सुनिन त म अरूलाई सुनाउँछु, म अरूसँग बोल्छु, त्यस्तो खालको मोटिभेसन चाहिँ हामी चाहिँ हुनुपर्छ है। त्यो अनुसारले हाम्रो बिजनेसलाई
अघि बढाउनु छ भने हैन कुनै ठाउँमा गाह्रो पनि हुन सक्छ कुनै ठाउँ अप्ठ्यारो पनि हुन सक्छ सजिलो भयो भने एकदमै फुल मोटिभेट हुने अनि गाह्रो भने फुल मोटिभेसन चाहिँ डाउन गर्ने हो त्यो तरिकाले चाहिँ हामी कुनै पनि सेक्टरमा कुनै पनि ठाउँमा हामीले बिजनेस गर्न सक्दैनौँ हेर्नुस् है हाम्रो नेपालमा कुनै पनि सेक्टर ठाउँमा पुग्दाखेरि अब म यहाँ आइपुगेँ है जुन उहाँ सरले कुरा सुन्नुभयो मैले हिजो सरसँग इन्ट्रोडक्सन गरेँ होइन आफ्नो परिचय दिएँ होइन त्यो दिइसकेपछि सरले मेरो कुरा एक्सेप्ट गर्नुभयो तर आउनु त भयो बाबु तपाईँ ठिक ठाउँमा आइपुग्नु भएको छ है तर पनि आजको समय चाहिँ अलिकति ठिक छैन बाबु किनभने भोलि नै आउनुपर्छ भन्नु उहाँले है यो हाम्रो चाहिँ एउटा प्रोडक्ट छ यो चाहिँ एउटा डिजिटल एउटा बुक छ है स्मार्ट बुक भन्छ यसमा चाहिँ हरेक पेजमा चाहिँ टच गर्दाखेरि चाहिँ यो अटोमेटिक बोल्छ क्या है देखाउँ सबै हाम्रो यस्तो खालको बुक हुन्छ यो चाहिँ एक्सचेन्ज स्मार्ट इन्टेलिजेन्स स्टडी बुक भनेको छ हामी चाहिँ एक्सचेन्ज अर्गनाइज अफिसले बनाएको बुक हो यो चाहिँ होइन यसको चाहिँ हामी चाहिँ यसमा चाहिँ यो सिधै यो प्रोडक्ट लिएर चाहिँ हामी आएका छौँ फिल्डमा है यसको बारेमा चाहिँ म थोरै देखाउन चाहन्छु हजुरहरूलाई चाहिँ यो एकदमै सासाना बाबु नानीहरू सासाना दिदीहरूलाई होइन यो चाहिँ 3 देखि माथिको लगभग 6 वर्षभन्दा मुनिको सासाना भाइ बहिनीलाई चाहिँ एकदमै सिकाउन सही खालको यस्तो प्रोडक्ट लिएर आएका छौँ र यो प्रोडक्टले चाहिँ के गर्छ भन्दाखेरि यसमा चाहिँ सबै हरेक पेजमा चाहिँ टच गर्दा चाहिँ यसले बोल्न सिकाउँछ है यसरी हेर्नुहोस् यो सबै कुरा बोल्न सिकाउँछ यो हजुरले फिङ्गरमा टच गर्दाखेरि यो सबै बोल्छ यसरी हेर्नुहोस् जस्तै यो पेजमा गयो होइन जस्तै अब यसमा रिडिङ गर्ने काम गर्छ यो चाहिँ यहाँ माइनस प्लस भोल्युम देखाएको छ यसले चाहिँ आवाज सानो बनाउने यसले चाहिँ ठुलो बनाउने काम गर्छ यसले चाहिँ तपाईँले के गर्छ भने यो अर्को पेजमा हरेक पेजमा चाहिँ सेन्सर राख्नु पर्यो र यसमा चाहिँ क्वेसन सोचेर हेर्नुहोस् यसरी यहाँ 1 देखाएको छ है यदि हामीले 1 मा थिच्यौँ यसले राइट नेम भने एक्सटेन्सन भन्यो है डुप्लिकेसन भनेको छ यदि डुप्लिकेसनले नदेखेर प्लसमा थिच्यो भने यसमा दिस इज रङ एन्सर भन्नुहुन्छ है यो कतिको सेन्सरबाट नै चल्ने कुराहरू आएको छ है अनि यसको साथमा चाहिँ यसमा चाहिँ बाल नर्सरी राइम्सहरू होइन बाल गीतहरू यसमा सबै कुराहरू क्लिक गरेको छ यसमा यिनीहरू सबै हुन्छन् र यो चाहिँ एउटा के छ भने एउटा त्यो चाहिँ एउटा ब्याट्रीको माध्यमबाट चल्ने कम्प्युटर है यो चाहिँ हामी चाहिँ विशेष गरी हाम्रो अब प्रोडक्टलाई चाहिँ हामीले देखाइरहेको चाहिँ अनि यसमा चाहिँ एउटा के हुन्छ भने एउटा पेन हुन्छन् यो पेनले चाहिँ लेख्न पढ्न सबै कुरा सिकाउँछन् है यसमा चाहिँ यो पेन भयो होइन जुन पेनले चाहिँ यस्ता यो हुन्छन् र यसमा चाहिँ लेख्न पढ्न सबै सिकाउँछन् यसरी हेर्नुहोस् लेख्यो होइन लेखेर यसलाई के हुनु मिल्यो यसलाई हातले पनि मेटाउनु मिल्यो र यसमा चाहिँ एउटा मेटाउने कुरा पनि हुन्छ यसले एलिजेर जस्तो हुन्छ यसले चाहिँ मेटाइदिन्छ हेर्नुहोस् यसमा चाहिँ ट्रु फल्सहरू गर्ने कुराहरू होइन यहाँ जो जोडा मिलाउने कुराहरू होइन यसमा सबै जोडा मिलाउने कुराहरू हुन्छन् यसलाई के गर्न मिल्छ यसलाई चाहिँ यसरी मेटाइदिन मिल्छ यसरी हेर्नुहोस् यसलाई चाहिँ बाबाई भने चाहिँ अब भयो हो यसरी चाहिँ युज गर्ने खालको कुराहरू चाहिँ लिएर आएको छन् यहाँ चाहिँ नर्सरी जस्तै पिजी नर्सरी एलकेजी पिजी 1 क्लाससम्मका भाइ बहिनी चाहिँ एकदमै युजको कुरा आएको छ यो जो कसैको भाइ बहिनीको घरमा आयो भने तपाईँको पनि सासाना भाइ बहिनी कसैको छ भने मम्मी ड्याडीलाई भनेर हजुर खुसी पाएर यस्तो कुरा आएको छ राख्दा सजिलो हुन्छ होइन यो चाहिँ त्यसरी मोबाइल फोन टिभी भन्दा चाहिँ यो कुरा एकदमै एभाइलेबल हुन्छ बाबु नानीको लागि हेर्नुहोस् है किनभने सासाना भाइ बहिनीहरू जस्तै अत्यजन सोच्नु मनस्थिति विभिन्न खालको प्रब्लम आउँछ नि आजभोलिका भाइ बहिनीहरू कतिपय जस्तै अब फोन हेर्नै खोज्ने फोन बिना बाँच्नै नसक्ने खाँदा बस्दा उठ्दा होइन खाना खाँदाको फोन देखाएर खानुहुन्छ कसैको प्यारेन्ट्सले के खाना खुवाउँदाखेरि चाहिँ बाबुनानी चाहिँ फोन देखाएर खुवाउनुहुन्छ है त्यो एउटा फोनमा लत लाग्नु भने चाहिँ बाबुनानीको चाहिँ कसैको चाहिँ भविष्य फ्युचरमा चाहिँ के न के कुरामा असर आउनु हो है कोही भाइ बहिनी 6-7 क्लास पढ्दै होइन 8 क्लास पढ्दै उनीहरूको सानैमा फोन हेर्ने एउटा बानी गर्दा उसको आँखामा अलिक असर पर्छ कि त्यो मोबाइल फोनको त्यो हुन्छ नि टचको त्यसको धेरै त्यो पावरले चाहिँ आँखामा अलिक समस्या आउन सक्छ त्यसले यस्तो कुरा चाहिँ सिकाउनु पर्छ यस्तो कुरा चाहिँ दिनुपर्छ एउटा एजुकेसन नलेज पनि हो यो सिकाएर बाबुनानीको अलिकति एजुकेसनलाई इन्टेलिजेन्स गराउन सकिन्छ बाबुनानीको माइन्ड अलिकति स्मार्ट बनाउन सिकाउँछ है एक्चुअली नाम ठेगाना र फेरि कक्षा पढेको भन्नु त यो के कामले भन्नु त ल है यिनी कुराहरू भयो है अब मेरो नाम चाहिँ गुणराज चेपाङ म चाहिँ अलिक ढिलो भन्नु त नाम चाहिँ मेरो नाम चाहिँ गुणराज चेपाङ गुणराज चेपाङ मेरो स्थान चाहिँ चितवन कालिका नगरपालिका वडा नम्बर 10 पर्छ है यस अदालतमा चाहिँ मेरो एजुकेसन लेभल चाहिँ मेरो ब्याचलर सेकेन्ड इयरमा छन् है हामी चाहिँ लगभग बिजनेस सेक्टरमै काम गरिरहेका छौँ है एउटा मार्केटिङ सेक्टरमा एप्लाई गरे हामीले चाहिँ है त्यो अनुसारले चाहिँ यो चाहिँ के हो प्र्याक्टिकल यो चाहिँ हाम्रो प्र्याक्टिकल हो है हाम्रो चाहिँ यो कम्पनीको चाहिँ म्यानेजर बनाउनलाई चाहिँ एउटा प्र्याक्टिकल हो है ल धन्यवाद ल हुन्छ हस् धन्यवाद